दर्शक महानुभाव नमस्कार, म प्रहलाद चन्द्र घिमिरे। आज नोभेम्बर 14 तारिक अर्थात् विश्व मधुमेह दिवस। योभन्दा अगाडि पनि हामीले मधुमेहका विषयमा विभिन्न कार्यक्रमहरू यहाँहरूमाझ प्रस्तुत गरिरहेका छौँ र खास गरी सुन्दा सामान्य लाग्ने चिनी रोग सुगर भनिन्छ, तर मधुमेहका कारण हुने समस्याहरू विकराल छन् र तथ्याङ्कहरूले त्यो देखाइरहेका छन्। खास गरी विश्व मधुमेह दिवसको सन्दर्भमा रहेर अहिले नेपालको अवस्था के छ, नेपालमा मधुमेहका बिरामीहरूको सोचाइ कस्तो छ, कतिको उनीहरू सचेत भइरहेका छन् र खास गरी नेपालको परिप्रेक्ष्यमा मधुमेहका बिरामीहरूले गर्नुपर्ने चिज के हो, छोड्नै पर्ने बानीहरू के हुन्, खास गरी उनीहरू केमा सचेत हुनुपर्छ भन्ने विषयवस्तुमा आज हामी कुराकानी गर्छौँ। खास गरी वरिष्ठ मधुमेह हर्मोन तथा थाइराइड रोग विशेषज्ञ डाक्टर तारा कोइरालासँग रहेर उहाँसँग यसभन्दा अगाडि पनि हामीले मधुमेहको विषयमा कुराकानी गरिसकेका छौँ र त्यो कार्यक्रम भिडियोहरू तपाईँले धेरै नै हेर्नु भएको छ। आजको यो दिवसकै सन्दर्भमा रहेर तपाईँहरूका कुरा पनि हामी लिन्छौँ। खास गरी तपाईँलाई लागेका कुराहरू, तपाईँलाई रहेका समस्याहरू, जुन कुराहरू तपाईँले विभिन्न मार्फत कमेन्टहरू मार्फत विभिन्न डाक्टर साहबसँग पनि तपाईँले राखेका कुराहरूको पनि समस्याको समाधान हुन्छ। कतिपय भ्रमका कुराहरू छन्, कतिपय नजानेका विषयवस्तुहरूका कुरा छन्, ती कुराहरू के हुन् त आज हामी डाक्टर साहबसँग कुराकानी गर्छौँ। खास गरी यो दिवसको कुराकानी गर्ने हो भने सन् 2006 मा संयुक्त राष्ट्र सङ्घले मान्यता दिए पछाडि नोभेम्बर 14 मा यो दिवस मनाइएको। यो दिवस किन यो दिनै मनाइयो त भन्ने विषयवस्तु पनि हुनसक्छ। खास गरी नोभेम्बर 14 मा पछिल्लो समय सुगरको मधुमेहको विषयमा उपचारको पद्धतिमा अत्यन्त तपाईको चाहिँ प्रभावकारी मानिएको इन्सुलिन र यो इन्सुलिनका चाहिँ उत्पादक भनौँ, यसका आविष्कारकर्ता सर फ्रेडरिक बान्टिङ र चार्ल्स बेस्टको ले उत्पादन गर्नुभएको थियो अथवा आविष्कार गर्नुभएको थियो। त्यसमध्येका एकजना सर फ्रेडरिक बान्टिङको आज जन्मदिन पनि हो। त्यस कारणले गर्दाखेरि यो दिनलाई चाहिँ विश्व मधुमेह दिवस भनेर भनिएको छ र यो वर्षको नारा चाहिँ एक्सन टु डायबिटिज केयर पनि भनिएको छ। भनेको अर्थ चाहिँ मधुमेह उपचारमा चाहिँ पहुँच भन्ने चाहिँ रहेको छ। यो विषयवस्तुमा कुराकानी गर्छौँ। म ढिलो नगरिकन डाक्टर साहबलाई चाहिँ स्वागत गर्छु। डाक्टर साहब स्वागत छ यहाँलाई। हजुर धन्यवाद प्रहलादजी। कोभिड पनि भयो, लामो समय पछाडि हामी तपाईँसँग जोडिएका छौँ र खास गरी यो मधुमेहको अवस्था, मधुमेह दिवसको बारेमा हामी कुराकानी गरौँ। किनकि नारा र मैले सामान्य विषय मैले जानकारी गराएँ दर्शकहरूलाई। खास गरी यो दिवसको सन्दर्भमा रहेर कुराकानी गर्दा यो दिवसको बारेमा केही कुरा गरौँ न। हजुर एकदमै सही कुरा हजुरले भनिसक्नुभयो। आज नोभेम्बर 14 संसारभरि नै विश्व मधुमेह दिवस मनाइन्छ र यो अघि हजुरले भने जस्तै इन्सुलिनका आविष्कारक सर ब्यान्टिङको आज जन्मदिन पनि हो। र खुसीको कुरा के छ भन्दा इन्सुलिन जुन औषधि छ सुगरको बिरामीको लागि एउटा अमृत भनौँ अथवा चाहिँ एउटा प्यानासेया भनौँ, त्यसको उत्पादन भएको आज 100 वर्ष पुगेको अवस्था छ। यसको सन्दर्भमा पनि यो आज विशेष महत्त्वपूर्ण पनि छ। विश्व मधुमेह दिवस यो वर्षको नारा अथवा यो र अझै 2 वर्ष के नारा हुन्छ भन्दाखेरि मधुमेहको उपचारमा सबैको पहुँच अहिले नभए कहिले। त्यो एकदमै सान्दर्भिक लाग्यो। विशेष गरी हामी जस्तो देशमा, हाम्रो जस्तो देशमा जहाँ स्वास्थ्य उपचार सम्बन्धी जुन फेसिलिटीहरू छन् त्यो अलिकति नपुगेको अवस्थामा चाहिँ अब ढिलो गर्नु हुँदैन है। सुगरको उपचार गर्न अब ढिलो गर्नु हुँदैन। प्रत्येक व्यक्तिले सुगरको सही उपचार पाउनुपर्ने हुन्छ र सही उपचार पाएन भने यसले गर्ने नकारात्मक असरहरूले गर्दाखेरि व्यक्तिलाई त असर गर्छ, उसको परिवारलाई पनि असर गर्छ र अन्ततोगत समाज र देशलाई पनि असर गर्ने हुनाले अब ढिलो गर्नु हुँदैन भन्ने नारा, मूल नारा यो हो। अब हामी विश्वकै दिवस मनाइरहेका छौँ। आज संसारभरि नै यो दिवस मनाइएको छ। अब यो दिवस मनाइरहँदाखेरि विश्वमा मधुमेहको अवस्था कस्तो छ त, तथ्याङ्कहरू के छ, के देखाउँछ त्यसले भन्ने पनि प्रश्न रहन्छ डाक्टर साहब। एकदमै डरलाग्दो तथ्याङ्क छ प्रहलादजी। आजको दिनमा करिब 53.7 करोड मानिसहरू संसारमा मधुमेहबाट ग्रसित छन्। यो सामान्य फिगर होइन। त्योभन्दा अझै खतरा के छ भन्दाखेरि 50% बिरामीहरू भनेको 53 को आधा हजुरले गर्नु भने लगभग 25-30% बिरामीहरूलाई त मधुमेह अहिलेसम्म थाहा पनि छैन कि उनीहरूलाई मधुमेह छ भन्ने कुराहरू। उनीहरू चाहिँ सोचिरहेका छन् कि मलाई मधुमेह छैन भनेर र विभिन्न काममा व्यस्त छन्। र यस्ता व्यक्तिहरू पनि खतरामा किन पर्छन् भन्दाखेरि उनीहरूलाई कुनै पनि दिन 81 मधुमेहले असर गर्न सक्छ र त्यस्तो अवस्थामा ढिलो भइसकेको हुनसक्छ। र अर्को खतराको सूचक के छ भन्दाखेरि 70% जति बिरामीहरू नेपाल, भारत, पाकिस्तान जस्ता विकासोन्मुख र विकासशील देशहरूमा छ र विशेष गरी साउथ एसिया, हाम्रो दक्षिण एसियामा एकदमै धेरै यो मधुमेह रोगीहरू पनि बढ्न लागेका छन्।
नेपालको सन्दर्भमा हेर्ने हो भने प्रत्येक 100 जनामा 10 जना रोगीहरू मधुमेहका छन् अहिले। यो चाहिँ रफ तथ्याङ्क हो र खतरा के छ बढ्दैछ। प्रत्येक वर्ष 1 गुना 2 गुना 4 भनेर बढ्ने अवस्थामा छ। पोखराको सन्दर्भमा होस् अथवा काठमाडौँको सन्दर्भमा होस्, सहरमा त बढ्छ। डरलाग्दो के छ प्रहलादजी भन्दा गाउँमा पनि यो मधुमेह गएको छ र गाउँमा बिरामीहरूलाई पनि धेरै नै असर गरेको देखिन्छ अहिले। जस्तो केही दिन अगाडि मात्रै पनि तपाईँले चाहिँ दक्षिण एसियाका विभिन्न डक्टरहरू सहभागी भएको एउटा सेमिनारमा भाग लिनुभएको थियो। पटक पटक तपाईँको हामीले चाहिँ सामाजिक सञ्जालहरू हेऱ्यौँ भने तपाईँ चाहिँ त्यसमा सहभागी भइरहेको हामी पाउन सक्छौँ। विश्वको त यो छ, दक्षिण एसियाका तपाईँसँगै काम गर्ने इन्डोक्राइनको चाहिँ डक्टरहरू अनि तपाईँले चाहिँ खास गरी दक्षिण एसियासँग नेपाललाई तुलना गर्दा नेपाल अथवा हामी मधुमेहको स्थिति कहाँ छ, कस्तो छ? नेपाल, बङ्गलादेश, पाकिस्तान, हामी दक्षिण एसियाका देशहरू सबै एकै प्रकारमा छौँ। विशेष गरी आर्थिक स्थितिको हिसाबले गर्दा पनि र स्वास्थ्यको पहुँचको हिसाबले गर्दा पनि र उपचार पद्धतिको हिसाबले गर्दा पनि लगभग हामी कम चाहिँ छैनौँ प्रहलादजी। तर के छ भन्दाखेरि जति पनि कुराहरू अब युरोपियन राष्ट्रहरू, अमेरिकन राष्ट्रहरू, जापान, चाइनाहरूको चाहिँ तुलनात्मक रूपमा उनीहरूको जति उपचारहरू भइरहेको छ, उनीहरूको जति पहुँच छ स्वास्थ्यमा, त्यो अवश्य पनि नेपालमा छैन। र धेरै जसो बिरामीहरूले स्वास्थ्यकर्मीहरूलाई, दक्ष स्वास्थ्यकर्मीहरूलाई नदेखाइकन पनि औषधि खान पर्ने अवस्था अथवा आफ्नो रोग के छ भनेर चाहिँ जचाउन नपाउने अवस्था, विभिन्न किसिमको प्रयोगशालाहरूको अभावले गर्दाखेरि, जनशक्तिहरूको अभावले गर्दाखेरि त्यस्ता समस्या छन्। र एउटा कुरा के छ भन्दाखेरि जसरी अमेरिकनहरूले, युरोपियनहरूले जसरी चाहिँ डायबिटिजको उपचार गरिरहेका छन् त्यो अनुसारको हामीले यहाँ गर्न सकेको अवस्था चाहिँ छैन। अब यो दिवसको सन्दर्भमा पारेर अब मधुमेह भनौँ दुई प्रकारका हुन्छन् अथवा होइन, यसका लागि के हुन्छ, आँखामा समस्या पार्छ, भोलि तपाईँको चाहिँ मृगौलामा असर गर्छ, यो लगायतका कुराहरू त हामीले धेरै पटक सुन्यौँ। धेरै विशेषज्ञ डक्टरहरूसँग पनि विभिन्न मिडियाहरूमा पनि दर्शकहरूले हेर्नुहुन्छ, किनकि यो रोग लागेको छ, यो औषधि खानुपर्छ भनेपछि उहाँहरू खोजी हेर्नुहुन्छ सामाजिक सञ्जालहरूमा। मैले त्यसकारण त्यतातर्फ लगेँ भने फेरि धेरै हुन्छ, डबल कुरा हुन्छ, हेर्नेलाई पनि अलिकति नमिठो पनि लाग्ला, फेरि यही कुरा आयो भनेर। हामीसँग योभन्दा अगाडिकै कार्यक्रमहरूमा केही दर्शकहरूले राखेका कुराहरू चाहिँ छन्, जसको कारणले गर्दा अहिले नयाँ हेर्नेहरूलाई पनि त्यसले चाहिँ सहज बनाउँछ। जस्तो यो मधुमेहको विषयमा चाहिँ औषधि सुरु गरे पछाडि छाड्न मिल्दैन भन्ने एउटा त्यो प्रश्नहरू हामीले सोधेको पाइन्छ। बरु म केही समय मुख बार्छु तर औषधि लिँदिनँ नि डाक्टर साहब भनेर धेरैहरूले भनेको चाहिँ त्यो कमेन्टहरू पनि गरेको पाइन्छ, यो सही हो? एकदमै राम्रो प्रश्न। र आज हामीले जुन कुरा गर्दैछौँ प्रहलादजी, अवश्य पनि हामीले सुगरको बारेमा धेरै पनि गफ गरिरहेका छौँ, हजुरसँग पनि र अरूसँग पनि हामीले कुरा गरिरहेका छौँ। दर्शकहरूले चाहिएको अवस्थामा त्यो हेर्न सक्नुहुन्छ। र आज हामी अलिकति पृथक भएर कुरा गर्ने सोचमा थियौँ र हजुरको प्रश्न एकदमै सान्दर्भिक छ। धेरै जसो बिरामीहरूलाई जब तपाईँलाई मधुमेह लाग्यो अथवा सुगर लाग्यो, ल मेडिसिन खानुपर्छ, औषधि खानुपर्छ भन्ने बित्तिकै एक प्रकारको चाहिँ डर त्रास उत्पन्न हुनु त स्वाभाविक हो, यो मानवीय प्रकृति पनि हो। र कसैलाई चाहिँ हामीले एकैचोटि इन्सुलिनमा इन्जेक्सनमा लगाउनु पनि पर्न सक्छ, त्यो डर मान्नु एकदमै स्वाभाविक हो। र त्यसमा कस्तो छ प्रहलादजी भन्दाखेरि बिरामीको अवस्था हेरेर यो कुरामा डिसिजन गर्न सकिन्छ। सुगर भनेको रोग कस्तो भन्दा निमोनिया जस्तो, तपाईँलाई टाइफोइड जस्तो अथवा पिसाबको इन्फेक्सन जस्तो, डायरिया जस्तो 2-4 दिन औषधि खाएर सन्चो हुने रोग होइन। यो कुरा बिरामीहरूले एकदमै बुझ्न जरुरी छ। धेरै जसो अवस्थामा नबुझेको पनि सोध्छन्, लाग्छ मलाई। जहाँसम्म औषधि खानै पर्छ भन्ने छ त्यो तथ्य होइन। कतिपय अवस्थामा तपाईँको भर्खरै सुरुवाती अवस्था छ, तपाईँको कुनै पनि अङ्गहरूमा असर गरेको छैन, तपाईँको सुगरको भित्रको लेभल पनि त्यति हाई छैन र सुगरको मात्राहरू डक्टरले हेर्नुहुन्छ, त्यस्तो अवस्थामा तपाईँलाई डायबिटिज भइहाल्यो भने पनि मेडिसिन खाइहाल्नु पर्छ भन्ने चाहिँ होइन। तपाईँको आहार विहारमा परिवर्तन गरेर, तपाईँको खानपिनमा परिवर्तन गरेर, शारीरिक व्यायामहरूलाई चाहिँ चलायमान बनाएर यसलाई चाहिँ कन्ट्रोल गर्न सकिन्छ। तर के छ भन्दाखेरि कस्तो देखेको छु भन्दाखेरि कुनै पनि बिरामीहरू, हाम्रा धेरै जसो नेपालीहरू अलिकति रोगसँग भाग्न खोजेको अवस्था चाहिँ छ। अलिकति हाई लेभल सुगर भए पनि भयो म खाँदिनँ, खाएपछि दिनदिनै खान पर्ने हुन्छ, यसले अरू असर गर्छ भन्ने कुरा पनि छ। यो बारेमा हामीले पहिला पनि भनेका थियौँ। यो खान डराउनु हुँदैन, किन भन्दा जति ढिलो उपचार भयो त्यति नै तपाईँको अङ्गहरू बिग्रिने समस्या एकदमै बढेर जान्छ। त्यसकारणले गर्दाखेरि छिटो उपचार गर्न एकदमै जरुरी छ। म बिरामीहरूलाई के भन्छु भन्दाखेरि यदि हजुरले घर बनाउन लाग्नु भएको छ भने तपाईँको जग बलियो हुन पर्यो। तपाईँ ढिलो गरेर उपचार गर्नुभयो भने हजुरको जिन्दगीको जुन जग हुन्छ त्यो हल्लिन सुरु गर्छ र पछि गएर जति नै उपचार गर्न खोजे पनि त्यसमा विभिन्न किसिमका अवरोधहरू आउँछन् र छिटो तपाईँको मृगौलामा असर गर्ने, आँखामा असर गर्ने, मुटुमा असर गर्ने समस्याहरू आउँछन् र यो सन्चो हुँदैन। र तर कुनै कारणहरू हुन सक्छन्, तपाईँलाई औषधि कुनै खाएर सुगर भएको अथवा कुनै अरू रोग लागेर सुगर देखिएको भने त्यस्तो अवस्थामा केही समयपछि ठिक पनि हुनसक्छ। र यो के हो त भित्रको
के कारणले सुगर निस्क्यो भन्ने कुरा हजुरले डक्टरकोमा गएर सल्लाह लिन एकदमै जरुरी छ र आफ्नै छरछिमेकको सल्लाह अनुसार अथवा साथीभाइको सल्लाह अनुसार चाहिँ औषधि नखाइकन बस्नु चाहिँ कदापि गर्नु हुँदैन। जस्तो यो धेरै जोडिने मधुमेह सुगरसँग खानाको विषय, भातको विषय भनौँ अब नेपाली चलनअनुसार भात चाहिँ मैले चाहिँ भात खान्न डाक्टर साहब, तर सुगर चाहिँ धेरै नै छ भन्ने पनि पाइन्छ अहिले, यो किन हो त्यस्तो हुने? हाम्रो नेपालीहरूको धेरै समस्या के छ भन्दाखेरि सुगर भएपछि अब भात खानै हुँदैन, भात बराबर सुगरै हो, सुगर भात नखाएपछि सुगर घटिहाल्छ भन्ने समस्या छ। अनि हाम्रा बिरामीहरू कहिलेकाहीँ के गर्नुहुन्छ भन्दाखेरि उनीहरू खाना खानु हुँदैन, राइस खानु हुँदैन है, अनि तैपनि उनीहरूको सुगर बढेको हुन्छ। त्यस्तो बेलामा उनीहरूको प्रश्न स्वाभाविक हो यो एकदम, मैले भातै खान डाक्टर साहब किन मेरो सुगर बढ्यो भन्नुहुन्छ। अनि हामीले हिस्ट्री लिन्छौँ उनीहरूले के खानु हुँदो रहेछ भनेर खोज्दाखेरि उहाँहरूले ढिँडो खानुहुन्छ, उहाँहरूले रोटी खानुहुन्छ, उहाँहरूले अब आटाको परिकारहरू खानु, मकैको भातहरू खानुहुन्छ। के हुन्छ प्रहलादजी भन्दाखेरि यी सबै कार्बोहाइड्रेट हुन्, कार्बोहाइड्रेट खानेकुरा हुन्। हामीलाई के भ्रम छ भन्दाखेरि भातले मात्रै सुगर बढाउँछ, अब ढिँडो अथवा रोटीतिर गयो भने सुगर बढाउँदैन भन्ने छ। अनि म उहाँहरूलाई के उदाहरण दिन्छु भन्दाखेरि इन्डियामा भात खाने जनसङ्ख्या एकदमै कम छ, धेरै जसोले रोटी खानुहुन्छ, तर सबैभन्दा धेरै सुगर त इन्डियामै छ। त्यस कारणले गर्दाखेरि रोटी खाँदैमा सुगर कन्ट्रोल हुने र भात खाँदैमा सुगर कन्ट्रोल नहुने भन्ने होइन, भातलाई बिखको रूपमा कदापि रूपमा लिनु हुँदैन। अनि अर्को कुरा के छ भन्दाखेरि डाइट कन्ट्रोल एउटा पाटो मात्रै हो प्रहलादजी। डाइट कन्ट्रोलले तपाईँको सुगरको उपचारको 3टा पिलरहरू भन्छु मैले। एउटा पिलर भनेको तपाईँको खानपिन, खानपिनमा पक्कै पनि अब जुनमा बढी मात्रामा सुगरहरू हुन्छ, सेतो भात अथवा मैदाहरू अथवा अरू कुनै कार्बोहाइड्रेट फुडहरू, त्यसलाई कम गर्दै जाने हो। भनेको मतलब खाँदै नखाने भनेको होइन, सुगरको बिरामीहरूको पनि शरीर हुने हो, हाम्रो शरीर पनि हुने हो। त्यस कारणले गर्दा खान चाहिँ पर्छ, तर कति खाने र कसरी खाने भन्ने कुरा चाहिँ जान्न पर्छ। अर्को उपचारको पाटो भनेको तपाईँको शारीरिक व्यायाम हो। हजुरले व्यायाम कति गर्नुहुन्छ, हजुरको शरीरलाई कति चलायमान राख्नुहुन्छ। अब विश्व स्वास्थ्य सङ्गठनले 150 मिनट हप्ताको कम्तीमा पनि तपाईँले एरोबिक एक्सर्साइजहरू गर्नु भनेर भनेको छ। भनेको मतलब हप्ताको 30 देखि 40 दिनको 30 देखि 40 मिनट तपाईँले पसिना आउने गरेर हिँड्नुपर्ने, दगुर्नु पर्ने, स्विमिङ गर्नुपर्ने, पौडिनु पर्ने अथवा नाच्नु पर्ने, जे विभिन्न किसिमका क्रियाकलापहरू गरेर आफ्नो शरीरलाई चाहिँ अलिकति चलायमान गर्नु पर्यो। 2टा पाटो त हो भने तेस्रो पाटो भनेको औषधि उपचार हो। यी 3टै कुरा मिल्न पर्छ, एउटा कुरा मिलेन भने पनि त्यो भत्किन सक्छ। त्यस कारणले गर्दा सुगर कन्ट्रोल गर्न डाइटले मात्रै पुग्दैन, त्यसका अरू पाटाहरू पनि हुन्छन्। त्यस कारणले गर्दा ती बिरामीहरूले जसले चाहिँ मैले खानै खान्न तैपनि मेरो सुगर बढेको छ, किन भन्दाखेरि कि त उहाँहरूको औषधिको अवस्था मिलेको छैन, कि उहाँले शारीरिक आलस्यता छ, कि अथवा अरू खानेकुराहरू भात नखाए पनि अरू खानेकुराहरूबाट कार्बोहाइड्रेटको मात्रा प्रशस्त लिइराख्नु भएको छ। त्यस कारणले गर्दा ती कुराहरू बुझ्न जरुरी हुन्छ। अब अर्को कुरा, एउटा बालबालिकासँग मतलब मेरो छोराछोरी अथवा छोरा 10 वर्ष अथवा 11 वर्षको मात्रै छ बल्ल, उसलाई सुगर देखियो। अब भनौँ न, अब हामी कहाँ के छ भने इष्टमित्र सबैभन्दा पहिलाको नजिकको नातेदारलाई ल सुगर देखियो के गर्ने भने पछाडि जो अलिकति जाने बुझेको छ उसको सल्लाह मान्ने पनि छ। कतिपय कुरामा परिवार सञ्चालनमा त्यसले महत्त्वपूर्ण भूमिका पनि राख्छ। छोरा 10 वर्षको छ, सुगर देखियो, छिमेकीले अथवा आफन्तजन इष्टमित्र कसैले ओहो हुँदैन है, औषधि चाहिँ सुरु नगर नि, औषधि सुरु गरेपछि छोड्न मिल्दैन, यति सानो उमेरमा छोरालाई सुगर देखिए पनि औषधि चाहिँ सुरु गर्नुहुन्न भन्छन् भनेर छिमेकीहरूले त्यस्तो भने धेरैले मलाई लाग्छ यो चाहिँ समस्या धेरैलाई हुनसक्छ। यो विषयमा चाहिँ के हुनसक्छ, के साँच्चै सानो उमेरकालाई औषधि सुरु गर्न नहुने हो? एकदमै सान्दर्भिक प्रश्न हो र धेरै जसो बिरामीहरूले मलाई यो सोध्ने पनि गर्नुहुन्छ। सुगर कस्तो छ भन्दा अब 10 वर्षको बच्चाको कुरा गरियो प्रहलादजी, पक्कै पनि यो 10 वर्षको बच्चाको पहिला त हिस्ट्री लिन जरुरी छ, किन सुगर बढ्यो भनेर। जहाँसम्म लाग्छ यो टाइप 1 डायबिटिज हुनसक्छ। टाइप 1 डायबिटिज भनेको कस्तो अवस्था हो भन्दा दर्शकवृन्द, हाम्रो शरीरमा इन्सुलिनको मात्रा, जुन इन्सुलिन भन्ने हर्मोनको मात्रा कति पनि बनेन भने त्यस्ता बिरामीहरूलाई टाइप 1 डायबिटिज हुन्छ र ती बिरामीहरूले जिन्दगीभरि अहिलेको अवस्थामा चाहिँ बाहिरबाट सुई लगाउनु पर्ने हुन्छ। र जहाँसम्म 10 वर्षको बच्चा छ उनीहरूलाई एकदमै खतरनाक हुन्छ। 81 सुगर बढिदियो भने प्रहलादजी शरीरमा एसिडको मात्रा बढ्ने, 81 हजुरको चाहिँ सास फेर्न गाह्रो हुने बच्चाहरूलाई एसिड बढेर डायबिटिज केटोएसिडोसिस भन्ने एउटा रोग हुन्छ, त्यसले गर्दा आइसियुमा भर्ना हुन पर्ने र त्यस्ता बच्चाहरू 10 जना भर्ना भयो भने 3 जनाको मृत्यु हुनसक्छ। त्यस कारणले गर्दा यो खतरनाक रोग हो। अर्को कुरा के छ भन्दाखेरि तपाईँको 10 वर्षको बच्चाको आयु हेर्नुहोस् त, उसलाई कम्तीमा पनि नेपालीलाई अब 80 वर्षसम्म त बाँचोस् भन्ने हाम्रो चाहना हुन्छ, भनेपछि 70 वर्ष अझै उसलाई बाँच्नु छ। त्यो टाइम स्प्यान हामीले हेर्न पर्ने हुन्छ र यदि हजुरले अहिले नै उसको उपचार गर्न सुरु गरिदिनु भएन भने कम्तीमा पनि सुगरले गर्दा के हुन्छ भन्दाखेरि प्राय 10 वर्ष 15 वर्षमा तपाईँको मृगौलामा छुने, आज सुगर भयो भोलि मेरो मृगौला बिग्रिने भन्ने होइन, आज मलाई सुगर भयो ल मेरो भोलि अब म आँखै देख्दिनँ भन्ने होइन। यस्तै समयमा टाइम लिएर काम गर्छ। आज सुगर भयो भने तपाईँको 10 वर्षपछि 15 वर्षपछि मृगौला बिस्तारै बिग्रिने जान्छ।
आँखामा समस्या हुँदै जान्छ, मुटुमा समस्या हुँदै रहेछ। ल हेर्नुहोस् त सानो 10 वर्षको बच्चालाई यदि हजुरले उपचार गरिदिनु भएन र सुगरको मात्रा बढ्यो भने त्यसलाई दुई किसिमका कम्प्लिकेसन हुन्छन्। एउटा एक्युट कम्प्लिकेसन भनेको उत्तिखेर हुनसक्ने अवस्था, सुगर वात्त बढेर आइसियुमा भर्ना हुनुपर्ने अथवा ज्यानै जाने, इन्फेक्सन सङ्क्रमण पुरै फैलिएर ज्यान जाने अवस्था हुनसक्छ, त्यसलाई रोक्न पऱ्यो। अर्को कुरा सुगरको उपचार अहिले गरिएन भने पछि गएर 25 वर्ष 30 वर्षमा उसको आँखामा बिग्रिन सक्छ, मृगौला बिग्रिन सक्छ। त्यस कारणले गर्दा त्यस्ता झन् बच्चाहरूलाई त एकदमै सिरियसका साथ सतर्कताका साथ यसको उपचार गर्नुपर्ने हुन्छ। दुई तिनवटा कुरा याद गर्नुपर्ने हुन्छ उपचार गर्नको लागि। कुनै पनि व्यक्तिको आयु कति छ, अब 82 वर्ष 85 वर्षको बुवा मुवालाई लिएर आउनुभयो र उहाँको सुगरलाई चाहिँ त्यति हामीले स्ट्रिक्ट कन्ट्रोल गर्न जरुरी छैन जति यङ बच्चाहरूलाई छ। त्यस्तै सुगरको लेभल सामान्य अवस्थामा लेभल छ भने सामान्य औषधि अथवा मुख बारेर पनि हुन्छ। एकदमै हाई लेभल छ भने कहिलेकाहीँ स्ट्रिक्ट औषधि दिन पर्ने हुन्छ। त्यो सँगसँगै अरू कुनै अङ्गहरूमा छो छ कि छो छैन, बच्चा छ उसलाई निमोनिया छ, बच्चा छ उसको मुटुमा समस्या छ, मुटुको भल्भमा प्रब्लम छ, बच्चा छ उसलाई अरू नसा सम्बन्धी रोगहरू छ भने उनीहरूलाई हामीले अलिकति बढी तदर्शताका साथ उपचार गर्नुपर्ने हुन्छ। त्यस कारणले गर्दाखेरि 10 वर्षको बच्चालाई मुवा बुवाहरू जुन बाआमा हुनुहुन्छ उसलाई तुरुन्त हस्पिटल लिएर जानुपर्छ, तुरुन्त डक्टरकोमा देखाउनुपर्छ र के भएर सुगर भएको भनेर उपचार पर्नुहुन्छ। त्यस्तो होइन कि सानो छ औषधि खुवाउनु हुँदैन भन्ने होइन, सानो भएर झन् छिटो खान पर्ने हुन्छ। अब अर्को यो जस्तो यो त बच्चाको विषय भयो। अर्को मलाई सुगर भएको 4-5 वर्ष भयो भनौँ, 5-6 वर्षहरू भइरहेको छ, पहिलेदेखि ऊ सुगरको पेसेन्ट छ। अब उसले बच्चा जन्माउन सक्छ कि सक्दैन होइन, मैले चाहिँ बच्चाको कल्पना गरेँ सक्छु कि सक्दैन, अथवा मैले बच्चा जन्माउँदाखेरि फेरि भोलि बच्चालाई पनि त्यो सुगर भएकै बच्चा जन्मिने पो हो कि भन्ने खालको त्यो खालको चाहिँ उहाँहरूलाई चाहिँ जिज्ञासा पनि भएको पाइएको छ। यो विषयमा के हुन्छ? एकदमै राम्रो प्रश्न सोध्नुभयो प्रहलादजी। धेरै जसो महिलाहरूको बारेमा कुरा गर्छु म। महिलाहरू जसलाई पहिल्यैदेखि डायबिटिज छ, उनीहरूले औषधि खाइराख्नु भएको छ र बेबी प्लानिङ गर्नुभएको छ भने यसमा एकदम 2-4वटा कुरा ध्यान दिनुपर्ने हुन्छ। एउटा कुरो मैले भनिहालेँ, सुगर छ भन्दैमा बच्चा पाउन नसक्ने भन्ने चाहिँ होइन। यो कुरा स्पष्ट पार्न चाहन्छु। सुगर भएका बिरामीहरू चाहे पुरुष मान्छे हुन् चाहे महिला हुन् उनीहरूले बच्चा पाउन सक्छन् र 2-4वटा कुरामा एकदमै ध्यान दिनुपर्ने हुन्छ। विशेष गरी महिलाहरूको हकमा तपाईँको सुगरको औषधि खाइराख्नु भएको छ र बेबी प्लानिङ गर्नुभएको छ भने कतिपय औषधिहरू खान नमिल्ने हुनसक्छ गर्भावस्थामा। त्यो औषधिहरू चेन्ज गर्नुपर्ने हुन्छ र औषधिहरू परिवर्तन गरेर जुन गर्भावस्थाको लागि हानिकारक हुँदैन तिनै औषधि मात्रै खान पर्ने हुन्छ। दोस्रो, तपाईँको सुगरको लेभल एकदमै कन्ट्रोलमा हुनुपर्ने हुन्छ। यदि तपाईँले बच्चा पाउने प्रयास गर्नुभयो भने तपाईँको HbA1c भन्ने हुन्छ 3 महिना सुगर, त्यसलाई 6.5% राख्नुपर्ने हुन्छ। यदि त्यो भयो भने हजुरको पछि गएर कम्प्लिकेसन आउने समस्या आउने जुन समस्या हुन्छ त्यसलाई चाहिँ कम गर्न सकिन्छ। विशेष गरी अब के समस्या आउँछ त गर्भवती महिलाले बच्चा पायो भने भन्ने कुरा हुन्छ। के देखेको छ अनुसन्धानबाट भन्दा प्रहलादजी, गर्भवती महिलाले बच्चा पाउँदाखेरि 2-4% बच्चाहरूमा अपाङ्गताको समस्या देखिन्छ। विशेष गरी उसलाई पहिल्यै डायबिटिज छ भने। त्यस कारणले गर्दाखेरि एकदमै सतर्क रहन जरुरी छ। अर्को कुरा जेस्टेसनल डायबिटिज भन्ने हुन्छ जुन चाहिँ गर्भावस्था आफैले निकालेको सुगर हो। त्यो चाहिँ प्रायः 6 महिनापछि देखिन्छ, बच्चा पेटमा भएको 6 महिनापछि। यदि त्यस्तो देखियो भने पनि तुरुन्त उपचार गर्न जरुरी हुन्छ, किनभने सामान्य अवस्थाको सुगरको लेभल र गर्भावस्थाको सुगरको चाहिँ मात्रा छ त्यो बिल्कुलै फरक छ। डक्टरलाई देखाउन पर्ने हुन्छ। सामान्य अवस्थामा ल्याबमा हेर्दाखेरि नर्मल देखिए पनि त्यो नर्मल नहुन सक्छ, डक्टरलाई देखाउन एकदमै जरुरी छ। अर्को कुरा, यदि त्यस्तो गर्भावस्थाको बेलामा भएको डायबिटिसलाई पनि उपचार गरिएन भने बच्चा अलि मोटो जन्मिने, म्याक्रोसोमिया भन्छ त्यसलाई, 4 किलोभन्दा बढीको जन्मिने, बच्चा एकदमै रोगी जन्मिने, बच्चालाई जन्मिने बित्तिकै सुगरको लेभलहरू तलमाथि हुने, त्यस्तो समस्याहरू आउन सक्छ। र बच्चाको स्वास्थ्यको लागि पनि महिलाले आफ्नो सुगरको लेभललाई बेला बेलामा डक्टरकोमा जचाएर त्यसलाई चाहिँ कन्ट्रोलमा राख्न पर्ने हुन्छ। यदि सुगर हजुरको एकदमै कन्ट्रोल छ र हजुरले औषधिहरू मिलाएर खानुभएको छ भने गर्भावस्थामा कुनै समस्या छैन। जहाँसम्म पुरुष मान्छेको सवाल छ, पुरुषहरूलाई पनि यदि हजुरको सुगर एकदमै अनकन्ट्रोल छ, हाई सुगर छ भने शुक्रकिटमा अलिकति समस्या हुन्छ। तपाईँको शुक्रकिटको सङ्ख्याहरू घट्न सक्छ, शुक्रकिट अलि चलायमान नहुन सक्छन्, अलि लेजी हुन सक्छन्। त्यसले गर्दा तपाईँलाई बाबा बन्न सक्ने समस्या अलिकति रोकिन चाहिँ सक्छ। तर सुगर कन्ट्रोल गर्नुभयो भने यी समस्याहरू समाधान भएर जान्छ। अब अर्को, सुगर मैले चेक गरिरहेको छु, जस्तो विशेषज्ञ डक्टरकोमा जानुभन्दा नजिकैको ल्याब अथवा नजिकैको मेडिकलमा गएर पहिला देखाउने भन्ने हाम्रो यो नेपाली चाहिँ संस्कार भनौँ होइन, नेपालीहरूको धेरै संस्कार छ। म नजिकैको ल्याब छ त्यहाँ मैले सुगर टेस्ट गरिरहेको छु, निरन्तर गरिरहेको छु। डाक्टर साहबले निरन्तर भन्नुहुन्छ, निरन्तर गरिरहेको छु ल्याबमा। ठिक छ नै भन्नुभएको छ त्यहाँ चाहिँ।
त्यसो हो भने तपाईँकोमा जस्तोमा तपाईँ मात्रै नभनौँ अरू पनि चिकित्सकहरूकोमा विशेषज्ञ डक्टरकोमा जानुपर्ने जरुरी छ कि छैन, जानुपर्छ पर्दैन, त्यहीँ चेक गरिरहेछ ठिक छ भनिरहेछ, भोलि फेरि झ्याप्प कुनै समस्याहरू आइदिने पो हो कि होइन, चेक गर्दाखेरि ठिकै पनि हुन्छ अनि के हुनसक्छ डाक्टर साहब? एकदमै राम्रो प्रश्न। बिरामीहरूले धेरै गर्नुहुन्छ, धेरै जसो बिरामीहरूले घरमा सुगर चेक गर्नुहुन्छ अथवा नजिकैको ल्याबमा चेक गर्नुहुन्छ र ठिकै छ भनेर बस्नुहुन्छ र औषधि त्यही खाइराख्नुहुन्छ। त्यो एकदमै खतरनाक हुन्छ प्रहलादजी। दुई कुराले खतरनाक हुन्छ। एक त तपाईँको शरीरमा औषधिको मात्रा घटबड गर्नुपर्ने अवस्था हुनसक्छ, औषधिको डोज कहिलेकाहीँ घटाउन पर्ने हुनसक्छ अथवा बढाउन पर्ने हुनसक्छ। त्यही सुगरको मात्राले मात्रै सबै कुरा भन्दैन। अर्को कुरा के छ भन्दाखेरि अघि नै हामीले भनिसक्यौँ, सुगर भनेको त शरीरमा चिनीको मात्रा बढ्ने मात्र होइन, यसले त विभिन्न अङ्गहरूलाई असर गरिरहेको हुन्छ। तपाईँले कम्तीमा पनि वर्षको एकपटक तपाईँको मृगौलाको जाँच, वर्षको एकपटक मुटुको जाँच, वर्षको एकपटक आँखाको जाँच, 6 महिना वर्ष दिनमा तपाईँको कोलेस्ट्रोलको लेभल हेर्नु भएन भने, धेरै जसोले हेर्नु हुँदैन, कतिपय अवस्थामा चिकित्सकहरूले पनि छुटाउनु भएको हुन्छ। यदि हेर्नुभयो भने के हुन्छ त भन्दाखेरि एक्कासी तपाईँको मृगौलामा हान्न सक्ने समस्या, तपाईँको मुटुमा हान्न सक्ने समस्या हुन्छ। तपाईँको सुगर ठिक छ भन्दैमा तपाईँको मृगौलामा हान्दैन भन्ने मिल्दैन, किन भन्दा सुगर ठिक हुने एउटा पाटो हो। सँगसँगै तपाईँको किडनीको अवस्था कति छ, कति % काम गरिरहेको छ, तपाईँको पिसाबको अवस्था के छ, तपाईँको मुटुको धड्कनको अवस्था के छ, तपाईँको आँखाको भित्रको पर्दाको अवस्था के छ, ती कुरा हेर्नुपर्ने हुन्छ। धेरै बिरामीहरू छन् प्रहलादजी मसँग 1.5-2 वर्षदेखि हराउनु भएको र उहाँले 81-6 बजीतिर फोन गर्नुहुन्छ बिहानमा, डाक्टर साहब मैले त आँखा देखिनँ, मेरो देब्रे आँखाले त सेतो धमिलो देख्छ, के भयो भनेर भन्नुहुन्छ। अनि उहाँलाई आँखा हस्पिटलमा जानुहोस् त भनेर जाँदाखेरि सुगरले गर्दा उहाँको भित्रको आँखाको नानीहरू जालीहरू बिगारेर रगत बगिसकेको अवस्था हुन्छ। यदि त्यस्तो भयो भने उहाँको त्यो रगत, त्यो आँखाको शक्ति फर्किने सम्भावना लगभग 0 हुन्छ प्रहलादजी। त्यस कारणले गर्दा त्यस्ता कम्प्लिकेसनहरूबाट बच्नको लागि पनि कम्तीमा पनि 6 महिना, सकिन्छ भने 3 महिनाको एकचोटि, ल सकिँदैन भने 6 महिनाको एकचोटि डक्टरकोमा गएर डाक्टर साहब मैले यही औषधि खाइरहेको छु, के ठिक छन् कि छैनन्, चेन्ज गर्न पर्ने त छैन, मेरो कलेजोको अवस्था अनुसार यो औषधिलाई थोरै घटबड गर्नुपर्ने हो कि, मेरो मृगौलाको अवस्था अनुसार, मेरो उमेर अनुसार, मेरो सुगर अनुसार मेरो अवस्था के छ त, औषधि यिनै खाने हो कि चेन्ज गर्नुपर्ने भनेर कृपया सबैले एकचोटि चाहिँ गइदिनु होला, बुझिदिनु होला, नत्र यसले दुर्घटना निम्त्याउँछ। अब जस्तो अघि पनि हामीले यो गर्भावस्थाको, गर्भवती हुने विषय, बच्चा जन्माउने विषय चाहिँ कुराकानी गऱ्यौँ। अब कसैलाई औषधि खाँदै थिएँ, म गर्भवती भएछु, अब थाहा नहुन सक्छ होइन, औषधि खाइरहेको व्यक्ति चाहिँ गर्भवती भयो र सल्लाह घरतिर इष्टमित्र अथवा कसैले यो अब खानु पर्दैन, अहिले नखाऊ होइन, किनकि यो बच्चा छ पेटमा भनेर भन्यो भने त्यो जायज हुन्छ? के गर्ने त्यस्ता व्यक्ति? यदि कसैले गर्भवती महिलाले सुगरको औषधि खाइराखेकी छिन् र सुगरको औषधि लिइराख्नु भएको छ र कसैले छोड्नु भन्यो भने त्यो एक प्रकारको अपराध हो, सिरियस कुरा अपराधै हो। किन भन्दा यदि ती महिलालाई कुनै कारणवश फेरि सुगर बढ्यो भने बच्चाको गर्भावस्थामै मृत्यु हुन सक्ने, बच्चा तुहिन सक्ने अथवा आमालाई कम्प्लिकेसन हुन सक्ने सम्भावना धेरै बढ्छ। र यदि बच्चा जन्मिहाल्यो भने पनि अघि मैले भनिसकेँ 2-3 % अपाङ्गता हुने सम्भावना बढ्छ। तर एउटा कुरा के ध्यान दिनुपर्छ प्रहलादजी भन्दाखेरि जुन औषधि पहिला खाइराख्नु भएको थियो, जुन अवस्थामा चाहिँ उहाँको पेटमा बच्चा थिएन, अब तिनै औषधि खान नमिल्ने चाहिँ हुनसक्छ। त्यो औषधिको टाइप हेरेर, प्रकार हेरेर चाहिँ डक्टरले छुट्याइदिनुहुन्छ। त्यस कारणले गर्दा म के सल्लाह दिन चाहन्छु गर्भवती महिलाहरूलाई भन्दा, यदि हजुरले औषधि खाइराख्नु भएको छ अथवा इन्सुलिनै लगाइराख्नु भएको छ भने र बच्चा पेटमा देखियो भने तुरुन्त डक्टरकोमा जानु होला, औषधि नछोड्नु होला र डक्टरकोमा गएर त्यसमा परिवर्तन गर्नुपर्ने छ भने परिवर्तन गर्नु होला, छैन भने त्यसलाई निरन्तरता दिन एकदमै जरुरी छ। र प्रहलादजी कस्तो हुन्छ भन्दाखेरि एकदमै स्ट्रिक्ट सुगर कन्ट्रोल जरुरी छ। सामान्य अवस्थाको भन्दा पनि खतरा हुन्छ यसमा। यदि सामान्य अवस्थाको कुरा गर्नुहुन्छ भने हामीले भन्छौँ नि खाली पेटको सुगर अब सामान्य तपाईँ हामीलाई डायबिटिज छ भने 130 सम्म ठिकै हुन्छ भन्छौँ भने बच्चा पेटमा छ भने गर्भवती महिलालाई 95 भन्दा माथि जानु हुँदैन। यदि हजुरको 2 घण्टा पछिको सुगर चाहिँ हामीले सामान्य अवस्थामा 160-180 सम्म पनि ठिकै छ भन्छौँ भने यदि कुनै पनि महिला गर्भवती छन् भने उनलाई 120 को अवस्थामा राख्नुपर्ने हुन्छ। भनेको मतलब टाइट कन्ट्रोल जरुरी छ। यदि टाइट कन्ट्रोल भएन भने बच्चालाई असर गर्छ र महिला पनि असर गर्छ। यी कुराहरू एकदम बुझिदिनु होला। अब यो अहिलेकै विश्वव्यापी रूपमा समस्यामा आएको कोभिडको विषय गरौँ, किनकि यो विषयमा धेरैजनाहरूले प्रश्नहरू पनि गर्नुहुन्छ। खास गरी कोभिड छ, ज्वरो आइरहेछ होइन, शरीरहरू चाहिँ दुखिरहेको छ भनौँ, कोभिडको लक्षण छ भनौँ। अब त्यो व्यक्ति जो सुगरको पेसेन्ट हो उसले निरन्तर रूपमा औषधि खाइरहेको छ। अब कोभिड भएको व्यक्तिले यो सुगरको औषधि खाने कि नखाने होइन, के गर्ने भन्ने पनि धेरैलाई हुनसक्छ। अब त्यति विषयलाई लिएर डक्टरकोमा जान पनि अलिकति गाह्रो पनि हुने होइन, सोद्धाखेरि पनि कता सोध्ने के गर्ने अलिकति अन्यलताको स्थिति हुन्छ, किनकि त्यतिखेर उसले सुगरभन्दा बढी कोभिडलाई नै ध्यान दिइरहेको हुन्छ। यो बेलामा चाहिँ के गर्ने डाक्टर साहब? एकदमै समय सान्दर्भिक प्रश्न हो यो। धेरै जसो बिरामीलाई लाग्न सक्ला अब मलाई कोभिड भयो, मैले यो सुगरको औषधि बन्द गर्ने हो कि खाने हो कि
अथवा यसलाई डबल गर्न पर्ने हो कि के गर्न पर्ने हो भन्ने कुरा कन्फ्युजन हुनसक्छ। 2-3टा कुरा हुन्छ। हजुरको कोभिडको सिचुएसन कस्तो छ भन्ने कुरा हेर्न पर्ने हुन्छ प्रहलादजी। यदि हजुरलाई सामान्य ज्वरो मात्रै छ, सास फेर्न त्यति गाह्रो छैन, हजुरको अक्सिजनको मात्रा नर्मल छ र सामान्य अरू कुनै औषधिहरू खाइराख्नु भएको छैन भने म डायबिटिजका बिरामीहरूलाई के सल्लाह दिन चाहन्छु भन्दा जुन औषधि हजुरले खाइराख्नु भएको छ त्यसलाई निरन्तरता दिनु होला, नछुटाउनु होला। तर के कन्फर्म गर्न जरुरी छ भन्दा तपाईँको सुगरको लेभल कन्ट्रोलमा हुनपर्छ। किन भन्दा कहिलेकाहीँ इन्फेक्सनको कारणले गर्दा अथवा कोभिडका बिरामीहरूलाई दिने औषधिहरूको कारणले गर्दा सुगरको लेभल एकदमै तलमाथि हुन्छ। सकिन्छ भने घरमा सुगर चेक गर्ने मेसिन लिएर राख्नु होला र सुगर चेक गरिराख्नु होला र सुगर खानापछिको सुगरलाई 180 भन्दा माथि जान नदिनु होला। त्यो भयो भने ती औषधिहरू कन्टिन्यू गर्नुहोस्। यदि तलमाथि भयो, सुगरको लेभल डाउन हुन लाग्यो अथवा माथि बढ्न लाग्यो भने डक्टरलाई फोन गर्नु अथवा नजिकैको हस्पिटल चाहिँ दगुर्न पर्ने हुन्छ। तर यदि हजुरलाई भर्ना गर्न पर्यो, हस्पिटलमै राख्न पर्यो, हजुरलाई अक्सिजनमै राख्न पर्यो अथवा चाहिँ एन्टिबायोटिक्सहरू चलाउन पर्यो सलाइन पानीबाट भने त्यस्तो अवस्थामा डक्टरले त्यहीँ हेर्नुहुन्छ र त्यस्तो अवस्थामा केही समय ती औषधिहरू खाने औषधिलाई बन्द गरेर इन्सुलिन चलाउन पनि हुनसक्छ। यो भनेको केही समयको लागि हो। त्यसको लागि नडराउनु होला, ल मलाई त डक्टर इन्सुलिनै चलाइदियो भनेर नडराउनुहोस्। यो केही समयको लागि हो। भोलि तपाईँको सङ्क्रमण कम हुँदै गएपछि फेरि ट्याब्लेटमा जान मिल्छ। र यसमा के भन्न चाहन्छु भन्दाखेरि औषधि चाहिँ छोडी चाहिँ नहाल्नुहोस्, छोड्नु चाहिँ भएन। अब शरीर पहेँलो देखियो, चेक गर्नु गएको जन्डिस भयो भन्ने खालको थाहा पाउनु भयो, यो सुगरको औषधिले जन्डिस बनाउँछ डाक्टर साहब भनेर एकजना दर्शकले हामीलाई कमेन्ट गर्नुभएको छ कि यो सुगरको औषधिले जन्डिस हुने त्यस्तो केही हुनसक्छ, सम्बन्ध छ कि? एकदमै छैन। सुगरको औषधिले जन्डिस गर्दैनन्। तर के सम्बन्ध छ प्रहलादजी भन्दाखेरि सुगर भएको बिरामीलाई जन्डिस हुने सम्भावना बढी छ। किन भन्दा सुगरका एउटा अङ्गहरूमध्ये, हान्ने अङ्गहरूमध्ये कलेजो पनि एउटा हो। सुरुमै जन्डिस त गराउन नसक्ला, तर कलेजोमा बोसोहरू जमाउने, अलिकति चाहिँ कलेजोलाई काम गर्न गाह्रो हुने र सुगर कन्ट्रोल छैन भने उनीहरूलाई चाहिँ सङ्क्रमणहरू लाग्न सक्ने समस्या भएको हुनाले जन्डिस देखिएको हुनसक्छ। पहिला कुरा त त्यो जुन व्यक्तिलाई जन्डिस भएको छ उहाँलाई म के सुझाव दिन चाहन्छु भन्दा त्यसको कारण खोज्नु जरुरी छ। पहिला के कारणले गर्दा जन्डिस भयो? जन्डिसका विभिन्न कारणहरू हुन्छ। जन्डिस कुनै रोग होइन, जन्डिस एउटा लक्षण मात्रै हो। भनेको कलेजोमा समस्या छ अथवा कलेजो बाहिर भित्र जता पनि हुनसक्छ। रगतको समस्याले जन्डिस हुनसक्छ अथवा पित्तनलीको समस्याले पनि जन्डिस हुनसक्छ। त्यो कुरा छुट्याउन जरुरी छ, 1 नम्बर। अर्को कुरा इम्पोर्टेन्ट कुरा के छ महत्त्वपूर्ण भन्दा जन्डिस लाग्ने बित्तिकै तपाईँको औषधिहरू रिभिजन गर्न जरुरी छ। तपाईँले अहिले खाएको औषधिहरू हेर्नुपर्छ। किन भन्दा कतिपय औषधिहरू प्रहलादजी हामीले दिएका कलेजोबाट जान्छन् भनेपछि अब त्यो मानिसको त कलेजोमा पहिल्यै समस्या छ भनेपछि औषधि फेर्न पर्ने चाहिँ हुन्छ। सकिन्छ भने कहिलेकाहीँ केही समयको लागि सुई लगाउन पर्ने, इन्सुलिन लगाउन पनि हुनसक्छ अथवा उहाँले के औषधि खानुहुन्छ त्यो हेरेर यस्ता औषधि दिन पर्यो जसले कलेजोलाई अलिकति आराम दिउन्। कलेजोबाट नगइकन अथवा मृगौलाबाट अथवा दिशाबाट जाने औषधिहरू चाहिँ डाक्टर साहबहरूले मिलाइदिनुहुन्छ। त्यस कारणले गर्दाखेरि यदि जन्डिस छ भने हजुरले औषधि तुरुन्त रोकेर डक्टरलाई भेट्न पर्ने हुन्छ। म के सल्लाह दिन्छु भन्दाखेरि जन्डिस देखिने बित्तिकै डक्टरकोमा तुरुन्त जान पर्यो, कारण खोज्न पर्यो। नत्र यदि हजुरले गल्ती औषधि खाइराख्नु भएको छ भने त झन् बिग्रेर हजुरको कलेजो सधैँको लागि बिग्रिन सक्छ। अहिले अब धेरै व्यक्तिहरूमा चाहिँ किडनीको समस्याहरू भएको पाउन सक्छौँ होइन। अब मेरो चाहिँ किडनी बिग्रियो, 4th स्टेजमा छ, उहाँले थाहा पाउनुभयो मेरो चाहिँ 4th स्टेजमा छ। यो सुगरको चाहिँ औषधि अब खाने हो कि छोड्ने हो कि अथवा के गर्ने भन्ने पनि धेरैमा त्यो प्रश्नहरू हुनसक्छ डाक्टर साहब। यसका लागि के भन्नु? जन्डिसको कुरा गरियो, कलेजोको समस्या भयो, अब हामी किडनीतिर जाउँ। प्रहलादजी अब सुगरले हान्ने विभिन्न अङ्गहरूमध्ये सायद नम्बर 1, 2 मै पर्छ मृगौला। संसारमा जति पनि व्यक्तिहरू मृगौला बिग्रेर डायलाइसिस गराइरहेका छन् अथवा मृगौला प्रत्यारोपण गर्न परेको छ अथवा मृगौलाका विभिन्न किसिमका औषधिहरू खाइरहेका छन्, तिनीहरूको प्रमुख कारण चाहिँ डायबिटिज नै हो। यदि कुनै पनि व्यक्तिको मृगौला बिग्रेर स्टेज 4 पुगेको छ भने पहिला कुरा के पत्ता लगाउनु पर्यो भन्दाखेरि उसको मृगौला बिग्रिनुको कारण के हो? डायबिटिजले गर्दा हो कि अथवा अन्य कुनै कारणले गर्दाखेरि? सबै बिरामीहरूलाई फेरि डायबिटिजका बिरामीहरूलाई मृगौला बिग्रिने बित्तिकै सुगर नै कारण हो भन्ने हुँदैन। अरू मृगौलाका रोगहरू हुन सक्छन्, मृगौलाका पत्थरीहरू हुन सक्छन्, सङ्क्रमण हुन सक्छन्, मृगौलाका विभिन्न किसिमका बाथका रोगहरू हुन सक्छन्। त्यस्ता कारणले गर्दा मृगौला बिग्रेको हुनसक्छ। त्यस कारणले गर्दाखेरि मृगौलाको डक्टरलाई पनि देखाउनु पर्यो। अर्को कुरा के महत्त्वपूर्ण छ भन्दाखेरि अघि मैले जन्डिसको बारेमा जुन भनिहालेँ, अब तपाईँको औषधलाई फेरि एकचोटि हेर्न पर्ने हुन्छ। कुनै औषधि त छैनन् जसले तपाईँको मृगौला बिग्रेको मृगौला अझै अलिकति असर गर्न सक्ने औषधि त छैनन् भनेर हामीले रिभिजन गर्न पनि हुन्छ र औषधिहरूलाई चेन्ज गर्न पनि हुन्छ। कतिपय अवस्थामा डोज घटाउन पनि हुनसक्छ अथवा चाहिँ त्यसलाई इन्सुलिनमा सार्न पनि हुनसक्छ। मृगौला यदि बिग्रिहाल्यो भने पहिला त बिग्रिनै दिनु भएन। मृगौला बिग्रिन नदिनको लागि हजुरले बेला बेलामा सचेत भएर मृगौलाको जाँच, पिसाबको जाँच गरिराख्नु होला। यदि दुर्भाग्यवश कसैको मृगौला बिग्रिहाल्यो भने पनि हरेस नखाइकन तुरुन्त गएर डक्टरकोमा भेटेर र मेरो मृगौलामा यो समस्या आयो डाक्टर साहब, मैले औषधि के गर्ने भनेर सल्लाह लिन पर्ने हुन्छ। आफै
डाक्टरको सल्लाह बिना तिनै औषधिलाई चाहिँ सेवन नगरिदिनु होला, यसले झन् नकारात्मक असर पर्न सक्छ। अब हामीले अहिलेसम्म कुराकानी गर्दा हामीले दर्शकहरूलाई चाहिँ भन्दाखेरि के भन्नुहुन्छ भने उहाँहरू सचेत हुनु भएन अथवा अलिकति धेरै समस्या आइसकेपछि बल्ल विशेषज्ञकोमा जाने, त्योभन्दा अगाडि हेलचक्राइ गरिदिने आफ्नो स्वास्थ्यप्रति, त्यस कारण तपाईँहरू सचेत बन्नुहोस् भनेर हामीले पटक पटक भन्छौँ र कतिपयले यो अवलम्बन पनि गर्नुभएको छ। तर हाम्रो समाजमा यस्ता पनि व्यक्ति हुनुहुन्छ जो एकदम धेरै सचेत पनि हुनुहुन्छ, भनेको 5-7 दिनमै चेक गरिहाल्ने के सुगर, फेरि 10 दिन भयो कि के भयो होला भनेर चेक गरिहाल्ने। यो विषयवस्तु तपाईँकोमा आउने पेसेन्टहरू कस्तो हुनुहुन्छ डाक्टर साहब, होइन? अनि यो चाहिँ के जरुरी हो कि होइन? एकदमै अचम्म लाग्दो राम्रो प्रश्न हो यो पनि। हुनुहुन्छ धेरै नै सचेत व्यक्तिहरू पनि हुनुहुन्छ, त्यो एक प्रकारले राम्रो पनि हो। तर के छ भन्दाखेरि बारम्बार तपाईँको चाहिँ ल्याबमै गएर रगतहरू तानी 10 दिनमा उनीहरूलाई डर के छ भनेर सुगर बिग्रिहालेको अथवा औषधले के असर गर्यो कि भनेर चाहिँ धेरै डराउने बिरामीहरू पनि मैले देखेको छु। उहाँहरूलाई अलिकति चाहिँ थोरै शिक्षाको कमी पनि हो। डाक्टरहरूले थोरै 2-4 मिनट टाइम दिएर उहाँलाई सिकाइदिनु पऱ्यो सुगर भनेको यस्तो हो यस्तो भनेर सिकाइदियो भने उहाँहरू कन्भिन्स चाहिँ हुनुहुन्छ। र त्यस्ता बिरामीहरूलाई म के भन्न चाहन्छु भन्दाखेरि यदि तपाईँको सुगर कन्ट्रोलै छैन, बिग्रेको छ भने त जचाउनु स्वाभाविक पनि होला, तैपनि डाक्टरमा सल्लाहमा मात्रै जचाउनु होला। कतिपय टेस्टहरू हुन्छन् प्रहलादजी, त्यो अब मृगौलाको जाँच पनि भनौँ 7-7 दिनमा जचाउन जरुरी छैन, 6-6 दिनमा मेरो कलेजो बिग्रियो कि भन्दै हेर्न जरुरी पनि छैन। सुगर चाहिँ कहिलेकाहीँ औषधिहरू परिवर्तन गरेको छ भने 1 हप्ता 10 दिनमा नि हामी हेर्छौँ। तर यदि हजुरको सुगर पनि एकदमै राम्रो छ, हजुरको ब्लड प्रेसर राम्रो छ, कोलेस्ट्रोल पनि राम्रो छ, केही समस्या छैन भने पनि डराएर घरिघरि जचाउने बानी चाहिँ नगर्नुहोस्। किनभने त्यसले अरू समस्या निम्त्याउँछ। एक त इन्फेक्सन हुने चान्स हुन्छ, अरू सरुवा रोगहरू, सङ्क्रमण रोगहरू सर्ने समस्या हुन्छ, तपाईँको आर्थिक स्थितिमा पनि असर गर्छ, पैसा खर्च हुन्छ। त्यस कारणले गर्दा डाक्टरको सल्लाह बिना घरिघरि चाहिँ नजचाउनु होला। अब अघि नै पनि एउटा प्रश्न हामीले कोरोनाको विषयमा गरेका थियौँ, हामी अन्त्यमा पनि छौँ। अब चाहिँ यो कोरोनाको भ्याक्सिन अब अहिले नेपालमा धेरै भ्याक्सिनहरू मलाई लाग्छ धेरैले लगाइ पनि सक्नुभयो, लगाउँदै पनि हुनुहुन्छ। जो सुगरको बिरामी हुनुहुन्छ उहाँले लाउनु, मैले यो फेसबुकको ग्रुपतिर कता पनि देखाएको थिएँ यो प्रश्न। मैले कोभिडको भ्याक्सिन लगाएँ, अरू अब केही लगाउनु पर्छ कि पर्दैन, अरू भ्याक्सिनहरू पनि लगाउनु पर्छ कि होइन, कुन लगाउने के गर्ने भन्ने विषयवस्तु पनि त्यहाँ कतै लेखेको देखेको थिएँ। यो विषय के हो अलिकति मैले पनि नबुझेको। ओके, हुन त मैले मेरै सामाजिक सञ्जालमा पनि सानो एउटा भिडियो राखेको थिएँ भ्याक्सिनको बारेमा। सर्वप्रथम त सुरुमा भ्याक्सिन आउने बित्तिकै प्रहलादजी मानिसहरू अलिकति डराएको जस्तो देखियो। हजुरले के नोटिस गर्नुभयो? मैले के सोचेँ भन्दा हाम्रा बिरामीहरू पनि भ्याक्सिन लगाउनदेखि डराउनु भयो। तर पछि जब यो कोभिडको सेकेन्ड चाहिँ लहर आयो त्यसपछि उहाँहरू भ्याक्सिन लगाउनको लाइन लगाएर बस्नुभयो क्या, भनेको मतलब अलिकति सचेत चाहिँ हुनुभयो। धेरै जस्तो मेरा बिरामीहरूले सोध्ने प्रश्न, मलाई डायबिटिज छ डाक्टर साहब, मैले भ्याक्सिन लगाउने हो कि होइन? मेरो एकमात्र उत्तर छ, लगाउनुपर्छ। यदि तपाईँलाई सुगर छ भने त झन् तपाईँ खतराको सूचीमा पर्नुभयो र त्यस कारणले गर्दा डायबिटिजका बिरामीहरू सम्पूर्णले कोभिडको भ्याक्सिन लगाउनै पर्यो। किन भन्दा जति पनि मानिसहरू कोभिडको कारणले बितेका छन् अथवा आइसियुमा भर्ना गर्न परेको छ अथवा भेन्टिलेटरमा राख्नु परेको छ, सुगरका बिरामी अलि बढी छन् त्यसमा। किन भन्दा उनीहरूलाई रोगसँग लड्ने क्षमता हल्का कम हुन्छ। त्यस कारणले गर्दाखेरि एक त सुगर कन्ट्रोल हुनु पऱ्यो, अर्को कुरा भ्याक्सिन लगाउनु पऱ्यो। कोभिडको भ्याक्सिन पछि प्रहलादजी एउटा मलाई पर्सनली एकदम फाइदा के भयो भन्दा बिरामीहरू अरू भ्याक्सिनप्रति पनि सचेत छन्। योभन्दा पहिला हामीले अरू भ्याक्सिनहरू लगाउनुपर्छ भन्दाखेरि उनीहरू अलिकति हच्के जस्तो किन भ्याक्सिन भन्ने जस्तो भएको थियो। अहिले चाहिँ अलि सचेत हुनुभएको छ। र 2-3टा कुराहरू म के भन्न चाहन्छु भन्दा यदि डायबिटिजका बिरामीहरू छ भने उहाँहरूले हेपाटाइटिस बीको भ्याक्सिन चाहिँ कृपया लगाइदिनु होला। सम्पूर्ण डायबिटिजका बिरामीहरूलाई हेपाटाइटिस बी भनेको एउटा भाइरस रगतबाट सर्छ। किन भन्दा विभिन्न किसिमका ल्याबहरूमा गएर रगत जचाउनु पर्ने हुन्छ र त्यसले गर्दा सङ्क्रमण सर्ने समस्या एकदमै धेरै हुन्छ। हाम्रोमा पनि एकदमै धेरै देखिएको छ हेपाटाइटिस बीहरू। त्योबाट बच्नको लागि भ्याक्सिन चाहिँ लगाइदिनु होला। त्यो प्रत्येक डायबिटिज सेन्टरमा एभाइलेबल छ। दोस्रो, फ्लू भ्याक्सिन हुन्छ। कोरोना जस्तै कोभिड जुन भाइरस छ त्यो जस्तै इन्फ्लुएन्जा भाइरस पनि अर्को एउटा भाइरस हो। त्यसले पनि 100 वर्ष अगाडि एकदमै धेरै मान्छेहरू मारेको थियो र अहिले किन कम छ भन्दाखेरि भ्याक्सिनहरू लगाइन्छ। अमेरिका, जापान, युरोपहरूमा त उनीहरूले रुटिनली लगाउँछन्। यहाँ विदेशीहरू आउनुहुन्छ आफै भ्याक्सिन लगाउनको लागि, हामीले चाहिँ नेपालीहरूलाई चाहिँ बोलाइ लगाउँछौँ। डायबिटिजका बिरामीहरूले चाहिँ वर्षको एकचोटि इन्फ्लुएन्जाको भ्याक्सिन पनि लगाउनु पर्ने हुन्छ। हामीले त हाम्रो यहाँका बिरामीहरूलाई सेड्युलै बनाएर भ्याक्सिन लगाउँछौँ। र तेस्रो भ्याक्सिन चाहिँ निमोनियाको भ्याक्सिन हुन्छ। अर्को विभिन्न किसिमका निमोकोकल इन्फेक्सनहरू, फोक्सोका इन्फेक्सनहरूको भ्याक्सिनहरू त्यो चाहिँ म्यान्डाटोरी सबैले लगाउनु पर्यो है। कुनै 5-5 वर्षमा लगाउने हुन्छन्, कुनै चाहिँ एकचोटि लगाएपछि कहिले पनि लगाउनु पर्दैन। ती बाहेक व्यक्तिलाई अरू किसिमका रोगहरू छ भने जस्तै लेडिजहरूलाई कहिलेकाहीँ पाठेघरको क्यान्सर सम्बन्धीको भ्याक्सिनहरू लगाउनु पर्ने हुनसक्छ। कहिलेकाहीँ अब मिजल्सहरूको भ्याक्सिनहरू बाहिर जाँदै हुनुहुन्छ भने त्यस्ता भ्याक्सिनहरू, निमोकोकल भ्याक्सिनहरू पेसेन्ट बिरामीहरू हेरेर प्रकृति हेरेर हामीले भ्याक्सिन लगाउँछौँ। र हेपाटाइटिस बी
इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन चाहिँ कोभिड सँगसँगै लगाउनु पर्ने हुन्छ। हस्, अब हामी अन्त्यमा आएका छौँ। खास गरी योभन्दा अगाडिका हामीलाई कार्यक्रमहरू हेरेर पनि धेरैजना सचेत हुनुभएको छ, जसका कारणले गर्दाखेरि भित्रभित्र गएर प्रश्नसम्म सोध्ने पनि हुनुभएको छ, त्यो उत्सुकता पनि बढेको छ, सचेत पनि हुनुभएको छ। र हाम्रो उद्देश्य पनि त्यही हो कि कम्तीमा पनि नथाहा पाएर नजानेर गलत सन्देशका कारण चाहिँ उहाँहरूको स्वास्थ्यमा चाहिँ थप समस्या नआओस्, कम्तीमा पनि समाधान होस् भनेर चाहिँ हामीले यो कार्यक्रम चाहिँ आज यो दिवस पनि भयो, अन्तर्राष्ट्रिय दिवस पनि परेको कारणले यहाँसँग राख्यौँ। धेरै व्यक्तिहरूले भिडियो हेर्नुहुन्छ, विभिन्न ठाउँहरूमा चाहिँ युट्युबहरूमा, विभिन्न टेलिभिजनहरूमा, पत्र पत्रिकामा पढ्नुहुन्छ होइन, र पनि यति सचेत हुनुभएको छ, अझै धेरै समस्याहरू हामीकोमा छ। अन्तिममा खास गरी यो मधुमेह भएका बिरामीहरूले बिर्सिनै नहुने, गर्नै पर्ने चिज र गर्नै नहुने चिज एकदम छोटकरीमा भनिदिनु। धन्यवाद। गर्नै पर्ने चिज के छ भन्दाखेरि आफू एकदम सचेत हुन पर्यो है। अनि अर्को एकदमै महत्त्वपूर्ण के छ भन्दाखेरि म पृथक मान्छे हो भन्ने कुरा सोच्न पर्यो। के छ हाम्रो अलिकति गल्ती त हामीले भन्नुपर्ने, मेरो आमाले यो औषधि खानुभएको थियो, मैले पनि त्यही खान्छु, अथवा मेरो साथीले यो भने मैले यो गरेँ, मेरो साथीलाई चाहिँ एउटा जडीबुटीले ठिक भयो, मलाई ठिक भयो, मलाई पनि त्यसरी ठिक हुन्छ भन्ने कुरा चाहिँ नसोच्नुहोस्। तपाईँ पृथक हुनुहुन्छ, तपाईँ छुट्टै हुनुहुन्छ, भगवान्ले तपाईँलाई छुट्टै बनाइदिनु भएको छ। एउटै चापीले प्रत्येक साँचो खोल्दैन प्रहलादजी। त्यस कारणले गर्दा तपाईँको ट्रिटमेन्ट चाहिँ इन्डिभिजुअलाइज हुनुपर्ने हुन्छ, व्यक्तिगत स्पेसिफिक हुनुपर्ने भयो। त्यो एउटा एकदमै जान्न जरुरी छ। के गर्नुपर्छ भन्दाखेरि एकदम सचेत हुन जरुरी छ। कम्तीमा पनि 6 महिना 1 वर्षमा डक्टरकोमा भिजिट गरिदिनु होला। स्पेसलिस्टै चाहिन्छ भन्ने छैन, धेरै एमबिबिएस गरेको हाम्रो डक्टरहरू पनि एकदमै पर्फेक्ट हुन्छ उपचार गर्नको लागि। डायबिटिज मजाले उपचार गर्न सक्नुहुन्छ, त्यहाँ गएर एकचोटि डक्टरकोमा गएर अनुहारसम्म देखाइदिनु मलाई यो छ भन्ने कुरा गर्न पर्यो। गर्नै नहुने कुरा हेलचक्राइ गर्नै भएन। गर्नै नहुने कुरा के छ भन्दाखेरि भ्रममा पर्नु भएन। यति भ्रममा परिन्छ कि अनि त्यसले चाहिँ झन् नकारात्मक असर गर्छ। र एउटा गर्नै नहुने कुरा म भन्छु, नजानेको कुराहरूलाई चाहिँ नसिकाइदिनुहोस्। एकदम आफूलाई कन्फिडेन्स छैन, मलाई चाहिँ डाउट छ अथवा कुनै कुरामा शङ्का छ भने पनि तपाईँलाई यति यसरी भनिदिनुहुन्छ कि तपाईँलाई चाहिँ स्योरै थाहा छ जस्तो गरेर भनिदिनुहुन्छ। त्यो भनिदिनु भयो भने ऊ व्यक्तिले त्यो ग्रहण गर्न सक्छ, उसले त्यो अनुसार गरेर उसलाई नकारात्मक असर पर्न सक्छ। हाम्रो मेडिसिनमा हामीले एउटा ओथ छ कि हामीले के प्रण गर्छौँ भने डु नट हार्म भन्छौँ, कसैलाई चाहिँ क्षति नपुर्याउँ भन्ने हुन्छ कि। सकिन्छ भने राम्रो गरौँ, नसकिन्छ भने क्षति नपुर्याउँ। त्यो चाहिँ कृपया सबैले त्यो मनन गरिदिनु होला। हस्, यो समय र संवादका लागि धेरै धेरै धन्यवाद छ। यहाँलाई पनि यो विश्व मधुमेह दिवसको हार्दिक मङ्गलमय शुभकामना छ। हजुर, धन्यवाद प्रहलादजी, र सबैलाई मधुमेह दिवसको हार्दिक शुभकामना छ। सबैको सुगर र मधुमेहले कसैलाई केही असर नगरोस्, सम्पूर्ण नेपालीहरू स्वस्थ भउन् र कुनै समस्या परेमा नजिकैको डक्टरकोमा जानु होला, नहिचकिचाउनु होला, आफ्ना मनका कुराहरू खुलेर राख्नु होला। अवस्था दर्शक महानुभाव, विश्व मधुमेह दिवसको सन्दर्भमा रहेर आज हामीले वरिष्ठ मधुमेह, थाइरोइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर तारा कोइरालासँग रहेर कुराकानी गऱ्यौँ। पोखरा सुपर स्पेसिलिटी जुन यो सेन्टर रहेको छ पोखराको सभागृहमा, र उहाँले यो अवसरमा यहाँहरूका कुराहरू, यहाँहरूलाई लागेका कुराहरू र विश्व मधुमेह दिवसको सन्दर्भमा विश्वव्यापी तथ्याङ्कको विषय, अबको अवस्था के हुँदैछ त, कस्तो छ, सुगरले पारेको असर र त्यसलाई समाधान गर्नका निमित्त के गर्नुपर्छ, नेपालीहरूको मनस्थिति कस्तो छ, कतिको सचेत हुनुहुन्छ, के गर्नुपर्छ, के गर्नै हुँदैन भन्नेसम्मका कुराकानी आज हामीले गऱ्यौँ। कस्तो लाग्यो, सल्लाह सुझाव अनि प्रतिक्रियाको अपेक्षा व्यक्त गर्दछु। हेरेर साथ दिनुभयो धेरै धन्यवाद छ। डाक्टर साहबलाई विशेष आभार प्रकट गर्दै यो व्यवसायबाट म प्रस्तोता प्रहलाद चन्द्र घिमिरे बिदा हुन्छु। नमस्कार।